हैन। हामी अब आफ्नो तरिकाले अगाडि बढ्न सक्दैनौँ। हामी त्यसैलाई नै हेरेर जे छ हामीसँग संस्थामा जे रेकर्डहरू छ त्यसैको आधारमा ऋणीहरूलाई यो हो है हैन, तपाईँहरूको चाहिँ यो छ यस्तो छ भनेर उनीहरूलाई जानकारी गराएको छौँ। कतिपय ऋणीहरू हुन्छ म किस्ताबन्दी तिर्छु भन्नुभएको छ। कतिपयले अब हामीले धेरै त होइन, 2-4 जना ऋणीहरूले, कसैले त 1-2 जना ऋणीले त आफ्नो लगभग भएको चाहिँ सम्पूर्ण तिरेर पनि जानुभयो र बाँकीहरूले अब तिर्ने आश्वासन चाहिँ लगभग धेरैको छ। तर कतिपयले ती तिर्न कोहीले किस्ता पनि अब पठाउनु भएको छ, कसैले चाहिँ अब तिर्छौँ भन्ने छ। तर धेरैमा चाहिँ अब के हुन्छ भन्ने यही अन्योलताले तिर्न चाहिँ झ्याप्प अगाडि बढेर नतिरिदिएको अवस्था पनि छ। र यसमा चाहिँ अब हाम्रो जो समितिभन्दा पनि अलिकति बाहिरको मान्छेहरू पनि हाम्रो चाहिँ पीडितबाट सबैले चाहिँ के गरिदिनु पर्यो भने समितिलाई सहयोग चाहिँ के चाहिएको छ भने अहिले एउटा तपाईँहरूले पनि एउटा सल्लाह गरिदिनु पर्यो र एउटा टिम बनाएर बजारमा हामी चाहिँ जान सकियो भने अब हामी त लगभग हामी समितिको चाहिँ मान्छेहरू छ, अड्डा अदालत, अब हामीलाई